साथीहरु गुड मर्निङ नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला है। मैले यति बिहान एउटा भिडियो किन बनाएको भन्दाखेरि मलाई यो कमिलाले यति सताएर जहाँ बसेको ठाउँमा पनि कमिला कतै पनि कमिला कस्तो हैरान पारेको हैन। त मलाई कसैले भनेको थियो कि यो कमिला चाहिँ एउटा चक जस्तो पाउँछ है, त्यसले यो कोरेर राख्यो भने घरमा कमिला हराउँछ भनेर। साँच्चै मैले हिजो त्यस्तो गरेर राखेको थिएँ। अहिले भिड्दाखेरि त कमिला हेर्नुहोस् न, म देखाउँछु हजुरहरूलाई। यो सबै कमिला हो। यो चक जस्तो है, धुलो जस्तो पाउँछ यो सब कमिला। हेर्नु न, यति कमिला कहाँबाट आउँछ है। यति कमिला कहाँबाट आउँछ खाना राख्यो कमिला त्यसैमा कमिला छ, केही पनि राख्यो त्यसैमा कमिला छ। यति हैरान पारेको थियो। अगर हजुरहरूलाई पनि त्यस्तै कसैलाई यस्तो दिक्करी छ भने एउटा चक जस्तो पाइन्छ, त्यो चक जस्तो लिएर लगाउनु होला। एउटा लक्ष्मण रेखा भन्ने पाइन्छ है, त्यो यस्तै कोर जहाँ जहाँ कमिला आउँछ त्यहाँ कोर्यो भने त्यसले कमिला सबै मर्ने रहेछ है।